यो पिक्चर मात्र ध्यान खिच्नको लागि हो, तर कुरा निकै गम्भीर छ। आज सबैले आफ्नो सम्पत्ति सार्वजनिक गर्दैछन्, यो राम्रो कुरा हो। सम्पत्ति भन्ने कुरा पहिले लुकाइन्थ्यो, अहिले देखाइन्छ, यो एउटा प्रगति नै हो। तर असली प्रश्न के हो भने, के हामीले सही कुरा सोधिरहेका छौँ? कसैसँग किलो किलो सुन हुनु समस्या होइन, करोडौँको सम्पत्ति हुनु समस्या होइन। समस्या त्यति बेला सुरु हुन्छ जब त्यसको स्रोत थाहा हुँदैन। भोलि म नै आएर भन्न थाले कि मेरो ब्याङ्कमा 5 करोड रुपैयाँ छ, मैले यो पैसा फेसबुक र युट्युबबाट कमाएँ। तपाईँले के गर्ने? पत्याउने मात्र होइन, तपाईँले सोध्न पाउनुपर्छ। मेटाले तपाईँलाई कति पैसा पठायो, ब्याङ्क स्टेटमेन्ट कहाँ छ, कर तिरेको प्रमाण कहाँ छ? यदि आज हामीले यो प्रश्न सोधेनौँ भने भोलि कसैले पनि जे भन्यो त्यही सत्य मान्नुपर्ने हुन्छ। भ्रष्टाचार कहिले पनि सम्पत्तिमा होइन, भ्रष्टाचार हुन्छ स्रोत लुकाउँदा, कर नतिर्दा। अमेरिकामा कसैसँग कति पैसा छ भन्ने होइन, उनीहरूले कति कर तिरे त्यो हेर्छन्। हामीले पनि त्यही संस्कृति बनाउनुपर्छ। वास्तविक पारदर्शिता भनेको मैले कति कमाएँ भन्नु मात्र होइन, मैले कति कर पनि कति तिरे त्यो पनि देखाउनु हो। हामीले आज जे स्वीकार गर्छौँ त्यही भोलिको समाजको नियम बन्नेछ। त्यसैले डराउनु पर्दैन, सोध्नु पर्छ। पैसा कहाँबाट आयो, कति कर तिरियो, यिनै प्रश्नहरूले सिस्टम बलियो बनाउँछन्। र जब सिस्टम बलियो हुन्छ त्यो दिन जनताले असलमा जितेका हुन्छन्।